मर्निङ फ्रम सल्लेरी। हामी बस्ने होटल यही हो। यस्तोहरू पनि चल्ने रहेछ। त्यहाँ चाहिँ लुम्लेङ हरिपट्टि पनि देख्न सकिन्छ। यो चाहिँ के चोक हो भन्थ्यो फर्स्ट टाइम आएको। यतातिर अब एयरपोर्टतिर हामी चाहिँ अब फाफ्लुतिरको यात्रा। क्यान्दो जाली बाहिरबाट खिच्नु परेछ, भित्र खिच्ने भनेको मानेन। एयरपोर्टको बाहिरपट्टि चाहिँ अहिले सोलुखुम्बुको फाफ्लु एयरपोर्ट वरिपरि बाहिरतिर छ। हामी त्यहाँबाट भित्रबाट यस्तो चाहिँ पुरै वरिपरि जाली लगाएको रहेछ, खिच्न चाहिँ नपाउने रहेछ। त्यही भएर वरिपरि चाहिँ यस्तो छ। माथि यस्तो ठाउँ छ भने यस्तो घरहरू अनि आलुबारीहरू, रोड चाहिँ छेउमा यस्तो खालको दामी पिच रोड रहेछ। त्यो त्योभन्दा तलपट्टिको घर चाहिँ यस्तो रहेछ। मौसम पनि खुलेको छैन। मौसम खुलेको भए माथि दामी हिमाल देखिन्थ्यो। यो अनि यस्तो ठाउँहरू रहेछ। यो तिनवटा हेली रहेछ यहाँ। गाडी चाहिँ सुमो गाडी र बुलेरो गाडीहरू चल्ने रहेछ छेउमा वरिपरि चाहिँ। यो ठाउँमा गाडीहरू, बुलेरो गाडी यस्तो खालको गाडीहरू आएर रोड माथिसम्म पुगेको भएर चाहिँ अहिले यो फाफ्लु एयरपोर्ट सुकेको अनि यहाँको होटलहरू वरिपरिको रिसोर्टहरू सुकेको भन्ने यहाँको व्यवसायहरूको भनाइ छ र यहाँको स्थानीयहरूको भनाइ पनि छ। अहिले पुराले रुटै पऱ्यो भने मात्रै आउँछ, नभए पहिला जस्तो आउँदैन। मान्छे पनि टुरिस्टहरू पनि हिँड्दैन, प्लेन पनि आउँदैन भन्ने स्थानीयहरूको भनाइ थियो।